धर्मका केही अमृत बानीहरू। सात्विक आहार हो भनेर अपच खानु पनि तामसिक आहार हो र रोगलाई निम्त्याउनु हो। धर्म हो भन्दैमा मूर्खलाई प्रवचन सुनाउनु समयको नाश हो। सबै जान्दछु भनेर अर्ती नसुन्नु अहङ्कार हो। मेरो गल्ती नै छैन किन माफ माग्नु भन्नु अज्ञानता अधर्म हो। जसले आफ्नो धर्मलाई राम्रोसित बुझेको छैन उसले अरूको धर्मलाई खिसी गर्छ। गेरुवा वस्त्र लगाएर भिक्षाको साटो रुपैयाँ माग्छ भने ऊ साधुको भेषमा ठगी हो। कसैले फलानो ढिस्को मेरो भक्त हो भन्छन् भने कि ऊ त भगवानको अवतार हुनुपर्छ या महाठगी। मान्छे सधैँ ईश्वरको भक्त हुनुपर्छ, गुरुको शिष्य। साँचो गुरु साँचो मित्र भगवान बाहेक अरू कोही पनि हुन सक्दैन। कारण भगवानले मात्र यस लोक र परलोक दुवै स्थानमा साथ दिन्छ। सांसारिक मित्रले केवल शमशानसम्म मात्र साथ दिन्छ। धन्यवाद। हर हर महादेव। समस्त लोकः सुखिनो भवन्तु।